Goodbye. म त यता बिदाको दिन यसो घुम्न आइरहेको छु हैन। अझ भोलि युट्युबमा खासै कन्टिन्यू भिडियो हाल्न पाएको छैन। तपाईहरु मलाई सपोर्ट गर्नु होला, सब्स्क्राइब, लाइक, शेयर गरिदिनु होला हैन। म एकदम कन्टिन्यू राम्रो खतरा भिडियो बनाउन ट्राई गर्छु। यस्तै राम्रो ठाउँहरु देखाउन ट्राई गर्छु म। तपाईहरुले मलाई सपोर्ट गरिदिनु होला गाइज है त। म चाहिँ यस्तो फ्रेस हुन बाहिर निस्केँ कि पानी पर्यो, खत्तम भयो गाइज। हेर्नुस् त यहाँ चाहिँ म ओतमा बसिरहेको छु हैन। एकदम एनर्जी ड्रिङ्क खाँदै फ्रेस हुन निस्केको थियो, खत्तम भयो पानी परेर। यस्तो बिजोग छ, पानी पर्यो चकचक र छुकछुक। छानोबाट पानी झरिरहेछ यता। एकदम मौसम खुल्यो भने म तपाईहरुले राम्रो खतरा भ्यूहरु देखाउँछु है त गाइस। भिडियो हेरेर मजा लिनु होला है। यो ठाउँ चाहिँ मलाई एकदम मजा लाग्छ हैन। फ्रेस हुन्छ के हेर्नु, एकदम वन जंगल पुरा। सानो पोखरी पनि छ हैन। यहाँ स्विमिङ पुल पनि छ, एकदम यहाँ रिसोर्ट पनि छ के भित्र। दामी लाग्छ के यो ठाउँ चाहिँ, एकदम फ्रेस हुन्छ। कहिलेकाहीँ छुट्टी हुँदा म चाहिँ यहीँ आउँछु के, मजा लाग्छ गाइज हैन। यस्तो छ हेर्नु त, दामी लाग्छ के मलाई चाहिँ यो ठाउँ। हेर्नुस् त एकदम म भ्यू देखाउँछु है त यो ठाउँको, हेर्नुस् है त। Why am I so used to all this bad news? पानी परिरहेछ गाइज हैन। Where will my troubles go away? बर्खा सुरु भइसक्यो हैन। यहाँ पनि पानी परिरहेछ। When I'm the one always एकदम hanging फ्रेस on. भइरहेछ। हेलो, यहाँ एउटा कुकुर आएछ है हाम्रो साथी। दामी पप्पी, दामी। You know I tried. I want you by my side. When the skies turn cold and gray, पप्पी, come on. just lay back down. I'm telling you. अझै घुम्दै आएको हैन। यहाँ माछाहरू रहेछ है पोखरीमा। हेर्नुस् त गाइस। यहाँ त बिलो माछाहरू लिइरहेको छ है। हेर्नुस् त कागती पनि फेरि कस्तो, यो कागती फेरि के जस्तो छ त हौ। दामी फलिरहेछ है कागती पनि। यता सुन्तला फलिरहेछ फेरि, हेर्नुस् त सुन्तला फलिरहेछ। हेर्नुस् गाइस, फेरि यहाँ तालको फलहरू देखिन्छ हैन। अघि अर्को कस्तो खालको फल देखाएको थियो, फेरि यो खोइ के खालको फल हो फेरि यो, कस्तो खालको हैन। यो पोर्चुगलमा खोइ के खालको फलहरू भेटिन्छ। ल हेर्नुस् त गाइस के जस्तो छ यो फलको नाम के हो, किन्नेले यसो भनिदिनु पर्यो गाइस। हेर्नुस् त म ठ्याक्क देखाउँछु है तपाईहरुलाई। अघि कागती कस्तो खालको फलेको, फेरि यो के खालको, यो फेरि के हो, टन्नै फलिरहेको छ हैन। यो फलको नाम चाहिँ चिनेन मैले, तर फल हेर्दा चाहिँ खोइ के जस्तो खोइ यो बच्चाहरूको के जस्तो छ है गाइस। हेर्नुस् टन्नै फलेको छ हैन। के हो यो फल, कस्तो खालको हो र यो फल, यस्तो के फल होला। ल जान्नेलाई यसो कमेन्ट गर्नु पर्यो है गाइस, के हो यो। क्याबो दर्शकले बनाएको हैन। त्यही हो त गएर ल्याब सिलु दिदी जस्तो बुझ्नेले बुझी खा, नबुझे त्यही खा। हेर्नुहोस् गाइस, यहाँ बिचमा पुल छ हैन। माथि यता स्विमिङ पुल छ, सानो पोखरी छ तल, अनि यता बिचमा यस्तो पुल बनाएको छ कि मान्छे हिँड्ने पुल। माथि चाहिँ मान्छेको घरहरू छ। यो एउटा रिसोर्ट हो, यस्तो दामी छ। मान्छेहरू कुकुर डुलाउने, यता हिँड्ने गरिरहेछ। ठाउँ एकदम दामी छ है गाइज।
घुम्न आउनु होला तपाईँहरू पनि। फ्रेस हुन्छ, माइन्डलाई फ्रेस गराउनुपर्छ। काम 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 हुन्छ जहिले होइन, ह्याङ हुन्छ नि त काम गर्दा गर्दा गर्दै। त्यही भएर यसो घुम्नुपर्छ, यसो जङ्गलतिर होइन। दामी माछाहरू हुन्छ है गाइस, हेर्नुहोस् है। ओ माछा हेर्नुहोस् यहाँ, म यहाँ खानेकुरा दिन्छु, खतरा आउँछ है हेर्नु है। यस अब कत्रो ठुल्ठुलो माछा त। यस कछुवा पनि छ यहाँ। ए लडाइँ खेल्नु छ। यस्तै छ गाइस, यो पोखरीमा चाहिँ माछाहरू टन्न रहेछ। खिचेँ मैले होइन, पानी पर्यो अलिअलि भिज्यो। यो स्टेडियममा चाहिँ कोरोनाको टाइममा वर्ल्ड कपको सेमिफाइनल गेम चाहिँ यहीँ भएको थियो। गेम भयो को फेरि यहाँ एउटा बाजे रहेछ। खोइ को बाजे हो यो, नाम के हो यो बाजेको? स्ट्याच्यु रहेछ एउटा। यो चाहिँ कटुसको बोर्ड है गाइस, यो कटुस हामीले खाइन्छ भोलि पर्सि। आज भोलि चाहिँ यहाँ चाहिँ दामी फुल फुलिरहेको छ है, हेर्नुहोस् त यस्तो दामी। अँध्यारो भयो क्या आज। कटुस हेर्नुहोस् है गाइस, यो चाहिँ कटुस हेर्नु है, यो पाकेर हुन्छ। भोलिपछि पाकेपछि म देखाउँछु तपाईँहरूलाई। यस्तै छ यहाँ, दामी भइरहेछ, एकदम शीतल भइरहेछ आज चाहिँ।
यसमा चाहिँ फुट्न लागेको छ है खटुस एकदम है। तर यहाँ ठुल्ठुलो रहेछ, नसकिने रहेछ टिप्नलाई। यहाँबाट चाहिँ खतरा भ्यू देखिन्छ। म देखाउँछु है त तपाईँहरूलाई यताबाट। यहाँ दामी छ ठाउँ। हो यहाँ चाहिँ स्टेडियम हो यो।